अब संशोधनकर्ता माननीय रणेन्द्र बरालीलाई आफ्नो संशोधन प्रस्तुत गर्दै छलफलमा भाग लिन अनुमति दिन्छु। समय 5 मिनेट। त्यसपछि माननीय उर्मिला माझी। सम्माननीय सभामुख महोदय, अहिले हामीले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रस्तुत सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल गर्दैछौँ। यो सुशासनको सम्बन्धी छलफल गर्दाखेरि हुन त म अब अहिले यहाँ हाम्रो मान्यज्यूहरूबाट आइसकेको कुरालाई दोहोऱ्याउन चाहन्न। यो सुशासनको गति के छ देशमा, यो अत्यन्तै महत्त्वपूर्ण सुशासनलाई प्रवर्धन गर्न बनेको जुन विधेयक छ यो त अत्यन्तै महत्त्वपूर्ण हो। अहिले गति हेर्दाखेरि एउटा म घटना भनेर सुरु गर्छु। चितवनको नागट बजारमा एउटा सुनचाँदी पसलमा कुनै एउटा व्यक्ति फिल्म शैलीमा आएर सुन जोखाउँदै हातमा सुन लिएर बिल बनाउन पठाउँछ र फोन गर्दै ल म यहाँ छु भनेर सुन देखाउँदै म यसरी बसेको छु भनेर सुन देखाउँदै स्याट्ट आफ्नो मोटरसाइकलमा चढेर टाप कस्छ। त्यो व्यक्तिलाई सिसी क्यामेराको सहारा र छिमेकीको सहाराले प्रशासनकै सहाराले पक्रिन्छ। मैले चोरेकै हो, ठगेकै हो, यस्तो मेरो काम यही हो, यस्तै गर्छु भनेर भन्यो। अनि त्यसलाई एरेस्ट गरिन्छ, थुनिन्छ। तर ती सुनचाँदी पसलको सुन चाहिँ प्रहरी हिरासतमा हुन्छ। भोलिपल्ट मान्छे चाहिँ छाती खोलेर हिँड्छ। किन भन्दाखेरि अब उसले साबिती बयान दियो, धरौटीमा छोडियो। यस्तो किसिमको सुशासन यो निम्न नमुना हो। यस्ता किसिमका कुशासनलाई सुशासनमा परिणत गर्न यो विधेयकले ध्यान दिनुपर्ने छ भन्ने मलाई लाग्छ। यसमा मैले दफा 8(4) मा एउटा कुरा संशोधन गर्न यहाँ लिस्टिङ गरेको छु। 1 वर्षभन्दा कम कैदको सजाय पाएका कसुरदारले कैदको सट्टा अदालतले रकम लिई कैद बस्न नपर्ने गरी दिनुपर्ने छ। त्यस्तालाई परिमार्जन गरी कमसेकम आधा सजाय भोगेर मात्रै धरतीमा छोडे पनि हुन्थ्यो नि। त्यस्तै अब यो कसुरदार गर्ने सजाय भोग्न पर्नेलाई पनि कैद माफी गरेर पैसाले सजाय चुक्ता हुने, यस्तो किसिमको चाहिँ यो अपराधीलाई सहुलियत दिने यसको प्रावधान यो एउटा मुनासिब कुरो, जनताको हक हितको कुरो मान्न सकिँदैन। यस्तै 13(1) मा मनोनित सदस्यहरूको सवालमा कमिटीमा 1 जना महिला समेत भन्ने ठाउँमा महिला ठिक छ, त्यो महिला मध्ये पनि समावेश सिद्धान्तको आधारमा भन्ने शब्द थप्नु पाएदेखि कमसेकम संविधानको मर्मलाई यहाँ आत्मसात हुन्थ्यो। अर्को 13(3)(2) मा कम्तीमा 2 जना महिला समावेश भन्ने ठाउँमा योग्यता पुगेका महिला, दलित, मधेसी लगायत सीमान्तकृत समुदायलाई समानुपातिक समावेशिताको सिद्धान्तको आधारमा सङ्ख्या तोक्नुपर्ने भन्ने राख्नुपर्ने थियो। यो गजब कुरो के छ भन्दाखेरि संविधानको धारा 40 ले दलितलाई विभिन्न किसिमको हक दिलाएको छ, त्यो पनि कानुन बनेर भन्ने मान्यतामा यो कानुन बन्ने घडी जो अहिले आएको छ त्यता कतै नाम निशाना सीमान्तकृत समुदायको, दलित समुदायको देखिँदैन। त्यसकारण यसलाई प्रत्येक दफामा समेट्नुपर्छ भन्ने मलाई लाग्छ। अर्को 13(3) मा नै 13(7) मा लामो नाम भन्ने सम्बन्धमा यसमा अन्य मान्यज्यूले राखिसक्नु भएको छ। मलाई लाग्यो के हो भनेदेखि योगमाया आयुर्वेदिक विश्वविद्यालयको जुन विदुषी योगमाया हिमालयन आयुर्वेदिक विश्वविद्यालय भन्ने नाम परिवर्तन गर्न खोजिएको छ, यसको आधार चाहिँ हिमालय राख्दा के भयो र जडीबुटी पाउने नै हिमालमा हो
भन्ने उदाहरण दिँदाखेरि मलाई गजब लाग्यो। आयुर्वेदी औषधिको सबैभन्दा सशक्त औषधि भनेको हिरा, मोती, सिप्पी, भस्म हुन्छ। ती समुद्रमा पाइन्छन् कि समुद्र थप्ने त त्यसो भएदेखि। अब यस्तै अब यो सतीसाल तराईमा पाइन्छ। गुर्जो, थिर्जो जस्ता जडीबुटीहरू मध्य पहाडमा पाइन्छन्। यी सबै थपेर गएर साध्य हुन्छ त। त्यसकारण उहाँको योगमाया, उहाँ एउटा अत्यन्तै जनप्रिय महिला मुक्ति आन्दोलन कि दलित मुक्ति आन्दोलन कि असमानता विरोधी, उहाँ सशक्त एउटा कवि हृदय कि आँसु कवि भावना कि व्यक्ति हुनुहुन्थ्यो। उहाँलाई सम्मान गर्न त यो योगमाया आयुर्वेदिक विश्वविद्यालय राख्नुले नै उहाँको सम्मान पुगेको छ। त्यसलाई नै त्यो नै उहाँको सम्मान हो। अति रञ्जित गरेर उहाँलाई चाहिँ सम्मान गर्ने शब्द थपमा आफ्नो स्वार्थ कथाकथि त्यो शब्द पुरा गर्ने अभिष्ट नहोस्, यही भन्दै म बिदा हुन्छु। अभिवादन, धन्यवाद।